गुड मर्निङ एभ्रिवान है। म चाहिँ यहाँ कालेबुङ जाँदै थिएँ। कालेबुङ जाँदाखेरि यहाँ हेर्नुहोस् न, मसँग एउटा डग छ है। बिचरा यो डगलाई यसरी छोडिदिएको रहेछ यो चारकोलको जङ्गलमा हो। यस्तो चाहिँ नगर्नुपर्ने। हेर्नु कति माया लाग्दो बच्चा रहेछ, हेर्नुहोस् नि हो। तपाईँले यस्तो चाहिँ नगरिदिनुहोस् क्या। यसलाई त ल्याफोटहरूले खाने चान्स हुन्छ यहाँनिर हो, यो जङ्गलमा। बिचरा बच्चालाई कुनै गाउँतिर छोडे भए पनि साथीभाइसँग बस्छ हो। अब यो मसँग पछ्याउँदैछ, परदेखि पछ्याएको मसँग हो। यसलाई म चारकोलसम्म पछ्याउन लगाएर म त्यहाँ छोडिराखिदिन्छु। यो त्यहाँतिर गाउँतिर हेलमेल भएर बस्छ है। अन्त यसो चाहिँ नगरिदिनुहोस् है। तपाईँहरूले जति पनि बच्चाहरू छ यसरी जङ्गलमा ल्याएर चाहिँ नछोडिदिनुहोस्। ल्यापटहरूले खाने चान्स हुन्छ। यो पनि एउटा एनिमल हो है। यसले पनि बाँच्नुको लागि धेरै कोसिस गरिरहेको हुन्छ। अन्त यसलाई चाहिँ प्रायः गाउँतिर छोडिदिनुहोस् क्या। गाउँको छेउमा छोडिदियो भने तपाईँको के हुन्छ भने त्यहीँ साथीभाइहरूसँग उता हिलमिल उनीहरू बस्छ, ठिकै छ। तर तपाईँको यो जङ्गलमा चाहिँ ल्यापटहरूले खाने चान्स हुन्छ। हेर्नु चाहिँ यसरी यसो चाहिँ बिचरा यहाँ मलाई पर्खेर बसिरहेछ। म हिँड्यो भने यो हिँडिहाल्छ, पछ्याएको छ। आइज भनेको हेर्नुहोस् है साथी, यसो चाहिँ नगरिदिनुहोस् है तपाईँहरूले कृपया। एकदमै कुकुरलाई एनिमल, यो पनि एउटा एनिमल हो है। तपाईँले माया गरिदिनुहोस् है, यसो चाहिँ नगरिदिनुहोस्।